तले गर्नुपर्ने स्थिति छैन। हाम्रो सहकारी अनुसार प्रतिदिन उतार चढाउले गर्दा हामी के तल परेका होला हाम्रो खुट्टा भुत भइसकेको छ। म धन्यवाद दिन चाहन्छु व्यक्तिगत तर्फबाट जुन दिन रात अहोरात्र हाम्रो यो संस्थाको लागि हाम्रो कर्मचारी मित्रहरू खटिरहनु भएको छ, उहाँलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। उहाँको परिश्रमले गर्दा मात्र हाम्रो बलियो खुट्टा भएका छन्। बल्ल हामी 3 वर्ष पुरा भएर आज चौथो वर्षमा प्रवेश गर्दा पनि हामी निर्धक्क छौँ। हाम्रो आदरणीय व्यक्तित्व अध्यक्षजीको अध्यक्षतामा हरेक कुराको गहराईदेखि लिएर अख्तियारका प्रमुख बसिसकेका मान्छेको कतिको हामीसँग प्रश्न जवाब गर्छन् होला, हजुर कल्पना गर्न सक्नुहुन्छ। प्रत्येक कुरा हामी छलफलको साथमा अगाडि बढेका छौँ। त्यसकारण म विनम्र अनुरोध गर्न चाहन्छु, कञ्चन कोअपरेटिभ सहकारी संस्था हजुरहरूले कञ्चन बैंकमा विश्वास गरेर हामीसँग आउनु भएको थियो। कञ्चन मर्जु हुँदा कञ्चनको नामलाई हामी हराउनु दिने छैन भनेर जुन जोस र जागरले हातोमालो गरेर हामी यहाँ आएका छौँ, त्यो जोस र जागर हजुरहरूको विश्वासलाई कहिल्यै पनि हामी तोड्न दिने छैन भन्दै आजको सभ्य र भव्य कार्यक्रममा हजुरहरू आइदिनु भएको छ। यसको लागि फेरि फेरि धन्यवाद दिँदै म आफ्ना 2 शब्द यहीँ टुङ्ग्याउँछु। जय सर। धेरै धन्यवाद आदरणीय यस संस्थाका कोषाध्यक्ष, यस संस्थाका धरोहर विशिष्ट व्यक्तित्व आदरणीय विजयलक्ष्मी देवीज्यूलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। पक्कै पनि यो संस्था एकदम बलियो संस्था भइसकेको छ। अब डराउने अवस्था छैन। यहाँहरूले हातोमा लगाएर हामीलाई अगाडि बढाउनु भयो, सहयोग गर्नुभयो भने अझै हामी 2 गुणा रात 4 गुणा प्रगति गर्न सक्नेछौँ। र यस सार्वजनिक मन्तव्यका लागि एकपटक यस संस्थाका कोषाध्यक्ष धरोहर श्री विजयलक्ष्मी देवी विजयलक्ष्मी देवी अवस्थीज्यूलाई तालिका साथ धन्यवाद ज्ञापन गर्दैका लागि हार्दिक अनुरोध गर्दछु र म आसन ग्रहण प्रोग्रामलाई पुनः अगाडि बढाउन चाहन्छु। बेलौनी नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्जुन सिंह कार्कीज्यू विशिष्ट व्यक्तित्व यस सभामा पाल्नु भएको छ। उहाँको गरिमामय उपस्थिति छ। उहाँलाई खातामा लगाएर स्वागत गरिदिनु हुनका लागि म कर्मचारी साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै यस संस्थाका कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडको 4थो वार्षिक साधारण सभाका आदरणीय अध्यक्ष, यस गरिमामय सभाका आदरणीय सभापतिज्यू, विशिष्ट प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चासीन आदरणीय व्यक्तित्वहरू, उपस्थित सम्पूर्ण सहयोगदानीहरू, यहाँहरू सबैमा हार्दिक नमस्कार। र यस संस्थाको